भेट भयो साथीहरु खाएर हेलो सेवा नमस्ते आज हामी चाहिँ साथीहरु घुम्न जाँदैछौँ कहाँ जाँदैछौँ भने तपाईहरुलाई म देखाउँछु है हमको मारो हमको जिंदा मत छोड़ो सालो हट्टा नगर बहिनी हामी चाहिँ आज साथीहरुसँग भेट हुन बाँकी नै छ हामी 6 जना छौं 6 जना आउन चाहिँ बाँकी छ अब चाहिँ साथीहरुसँग पनि भेट हुन लाग्यो हेर नि आइसक्नु भइसक्यो भेट भयो एकजना भाइ चाहिँ गाडीमा आउँदैछ के हो हाम्रो लागि हो के हो त्यो चाहिँ खाजा नजाने भनेको न दाइ खाइदेऊ खाइदेऊ थ्याङ्क यू ठिक पाइरहेछ खुसेर खाइदिने ढिलो खानेले अरे फेरि ढिलो खानेले खोसेर खाइदिने भनेको न साथीहरु केरा पनि खाए हुन्छ खाइदेऊ कहाँसम्मको यात्रा हो आज हाम्रो रमाइलो भइरहेछ यतिको त हुनु परेको नि हैन हजुरहरुलाई कसैलाई थाहा छ लिम्चुङबुङ चाहिँ यही हो साथीहरु लेखतिर छौं हामी चाहिँ लेखतिर जाँदैछौँ मौसम एकदम खुल्ला छ छन चाहिँ तर थाहा छैन कतिखेर पानी पर्ने हो मौसमको केही भरै छैन एकदम कालो लेखतिर चढिदैछ साथीहरु म चाहिँ कुरा सिक्नु चाहन्छु मौका देखेको छैन फाइनली मैले कुरा सिके कस्तो दामी छ कस्तो दामी खतरा छ मलाई त गुराँस सायद सक्यो होला भन्ने थिएँ फुल्ने सिजन अब त सकिँदै गइसक्यो नि त तर पनि रहेछ हेर्नुहोस् कस्तो दामी छ हामी चाहिँ साथीहरु अहिले मिनाक्षी आइपुगिरहेछौँ हामी अझै भैजुङ हिँडेको तर पुग्न धेरै नै बाँकी छ हजुरहरु पनि घुम्न आउनु होला हामी सँगसँगै घुम्न जाऊँ साथीहरु हामी चाहिँ भुटे ढुङ्गा आइपुग्यौँ मैले साथीहरु गुराँस चाहिँ उहाँ रहेछ एक बुट मात्रै सबै गुराँसै गुराँस हो नि यतातिर
पुरै गुराँस जङ्गल गुराँसी गुराँस काफल गुराँस होइन त्यो पाउँछ। अहिले सिजन छैन, गुराँस फुल्ने पनि सिजन छैन, सकियो। अनि काफलको पनि सकिसकेछ। खाना त हामीले नि खाइयो, तर अन्त के भन्छ अरे यतिखेर पाउन अलिक पाउँदैन नि त, अलिक त्यो सकिँदै गएको छ। हल्का हल्का उब्बर बराबर चाहिँ भेटेको थियौँ। अनि चाख्यौँ काफल नि कस्तो हुन्छ भनेर टेस्ट गऱ्यो। तर एकदम रमाइलो छ हौ, हजुर पनि घुम्न आउनु होला। यो ठाउँ चाहिँ भैचुङ भ्यू टप घुम्न आउनु होला साथीहरू पनि। एकदमै रमाइलो ठाउँ छ। चैतमा आउनुभयो भने चाहिँ एकदमै राम्रो के, पुरै फुलहरू लालीगुराँसहरू पुरै फुलिरहेको हुन्छ। त्यति बेला चाहिँ एकदम रमाइलो हुन्छ। अनि हामी चाहिँ अहिले आएको छौँ घुम्नलाई यतातिर। यो सिजन चाहिँ फुल छैन, एकदमै मौसम पनि हेर्नु न कस्तो धुम्म भइरहेछ, पानी पर्ला कि जस्तो भइरहेछ साथीहरू। सबै अगाडि गइसक्नु अरे साथीहरू। हामी चाहिँ भोइचुङ डाँडा आइपुग्न लागि भ्यूटपसम्म हामी चाहिँ अब जाँदैछौँ। तपाईँहरूलाई म एकछिनमा देखाउँछु। बाटो एकदमै गाउँमा यस्तै छ पाखाभित्र साथीहरू। हामी चाहिँ जानुपर्ने चाहिँ यता मासतिर हो, तर हामी अहिले यता जाँदैछौँ तल बजारसम्म। हामीलाई किनभने भोक लागिसक्यो, हामी कहाँ जानुपर्ने हुन्छ पहिला। अनि माथि गएर रमित हेर्ने, एकछिन रमाइलो गर्ने, अनि हामी फर्किने। हामी चाहिँ खाजा खान लाग्यौँ। खाजा खाऊँ है, खाजा। ए के हो, गम दिइसक्यो हो खाजा? खाम खाजा खाम। भोकाले पाप भइसक्यो नि भोकाले त। खाऊँ ल साथीहरू, खाएर खाजा खाएर पनि हिँडिसक्यौँ माछखर्क बजारबाट भ्यूटर हेर्नलाई। त्यहाँ खाएर नभएर हामीले अझै धेरै फेरि बोकेर हिँडेको छौँ। अनि बाँकी डिउहरू चाहिँ ब्यागमा छ, अरू खानेकुरा चाहिँ यहाँ छ। अब हामी माथि गएर फेरि रमाइलो गर्नुपर्ने हुन्छ साथीहरू। हामी चाहिँ भोइचुङ डाँडा भ्यूटप प्रवेश गरिसक्यौँ होइन। अब हामी घुम्छौँ, हजुरहरूलाई पनि हामीसँगै सरारा घुमाइदिन्छौँ।
होइन यसरी छिरे तर म छिर्न त यस्तो छ बनाउँदै हुनुहुँदो रहेछ पुरै फिनिसिङ भइसकेको छैन म साथीहरूलाई देखाऊँ भनेर मात्रै म यहाँ बस्या हो यताको अङ्कलहरूले बा गाली गर्नुहुने हो थाहा छैन पछि फिनिसिङ नभइकन भित्र गएको भनेर गाली त गर्नुहुन्न होला म चाहिँ यस्तो छ ल यति भुइँ तल हो यो म अब उकालो भएँ साथीहरू साथीहरूलाई माथि एकैचोटि टपमा गएर पुरै म वरपरको भ्यूहरू हजुरहरूलाई देखाउँछु साथीहरू कस्तो छ भने फर्स्टमा बनाएको चाहिँ यही हो यो मात्रै थियो अनि अहिले चाहिँ नयाँ बन्दैछ भ्यू टावर हाम्रो यतातिर साथीहरू हेर्नुहोस् अझै माथि बाँकी छ तिनजना चाहिँ आउनु मान्नु भएन कि डर लाग्यो कि किन हो माथि जाऊँ भनेको मान्नु भएन साथीहरूमा चाहिँ आइदिएको अरू गइसक्नु भइसक्यो पुरै स्याहार भइसक्यो साथीहरू त माई गॉड म गलिसकेँ अङ्कल ला चाहिँ त्यो लुगा खै ला होइन बिचरा साथीहरू मेरो बहिनीको यहाँनिर हेर्नु लुगै खाँदैछ बार बारेको थियो ढोकामा चाहिँ थिएन त्यही भएर यसो छिर्या यता चाहिँ यता अझै बाँकी रहेछ यस्तो बनाउनु हुँदैछ अझै माथि गएँ म टपमै पुगेर साथीहरूलाई चाहिँ वरपरको भ्यू देखाउँछु म छिरिहालेँ नि हो र साथीहरू हेर्नुहोस् वरपरको भ्यू चाहिँ यस्तो छ साथीहरू तर हिमालहरू चाहिँ आज देखिएको छैन किनभने पुरै सबै ठाउँ होइन बादलै बादल लागेको छ हजुर त्यही भएर यस्तो देखिएको छ साथीहरू फेरि होला म चाहिँ माथि टपमा नि आएर भ्यूहरू देखाइसकेँ अब फेरि झर्नुपर्ने हुन्छ हामी फाइनली साथीहरू हामी भ्यू टावर पनि घुमिसक्यो सबै रमाइलो गऱ्यो अब चाहिँ हामी फर्किँदैछौँ घरतिर सबैजनाले भिडियो हेरेर साथ दिनु होला अनि सब्सक्राइब पनि गरिदिनु नभुल्नु होला बाई बाई